भन न प्लिज तिम्रो नाम के हो रिवान्सी के हो तिम्रो भाइ कहाँ गएको छ गाडीमा कहाँ गयो छोडेर गएको छ कहाँ गयो छोडेर गयो रुइदेऊ न त एकचोटि अनि तिमीलाई भाइको कति माया लाग्छ भाइलाई के भन्छौ भन त लु अनि दिन्छु भाइलाई के भन्छौ भन न भाइलाई राम्रो ठुलो स्वरले भन न के भन्छौ भाइलाई भन न अनि दिन्छु ल के भन्छौ भाइलाई भन न भाइलाई के भन्छौ रोको तिमी बाबालाई के भन्छौ बाबालाई भन न ल दिन्छु ल बाबालाई के भन्छौ भन त अनि दिन्छु ल ल के भन्छौ बाबालाई बिग्रेको छ छैन बिग्रेको के भएको छ बिग्रियो बनाऊ न त बाबालाई के भन्छौ भन न बाबालाई बाबाको छोरी कहाँ छे बाबाको छोरी ला बाबाको छोरी छैन खोइ बाबाको छोरी म भण्डारी हो बुइनी हो म भण्डारी हो के गर्ने अब अर्को किन्नु कहाँ जानु यति राति अर्को किन्न पैसा त छैन मम्मीसँग अनि कसरी किन्नु कहाँ छ छैन त्यहाँ पैसा अनि मैले देखेकै छैन अनि पैसै छैन कसरी देख्यौ तिमीले त्यही खाओस् पैसा छैन त्यही खाओस् पैसा देऊ न त अर्को किन्ने त्यो नफ्याल बिग्रेको छ अनि पैसा देऊ न त अर्को ल्याइदिन्छु देऊ न त अर्को धेरै ल्याइदिन्छु पैसा दियो भने बिग्रियो ला अर्को किन्नु अब राति कहाँबाट किन्नु पसल त बन्द भइसक्यो नुनु गर्ने अनि भोलि बिहान उठेर किन्नु हस् आज ज्ञानी भएरै नुनु गर हस् फेरि भूतले लान्छ हामीलाई गयो भने अनि अँध्यारोमा बाहिर के गर्नु हामीलाई भूतले लग्यो भने मोटु पतलु हो त्यो कसले भन्यो तिमीले भनेको होइन त्यो मोटु पतलु भण्डारी हो यो भण्डारी सबैजना नुनु गरे राति भयो नि त के हो त्यो किन त्यस्तो गरेको बुढीमा राखेको किन बुढीमा राखेको निकाल
निकाल जादू देखाइदेऊ न बुढी देख्यो जादू देख्यो न बुढी देख्यो तिमीलाई गीत गाउन आउँछ नि छोरी आयो अब कुन हातमा छ गरिदेऊ न यसमा छ ए यसमा ल छ भेटे अब एउटा गीत गाइदेऊ नि छोरी मम्मुको लागि कसले